हेलो गाइज नमस्कार म हो आलेको पालेमा यहाँलाई हार्दिक स्वागत गर्दै यहाँलाई फाइनली आज यो के हो भन्ने बारेमा म तपाईहरुलाई जानकारी दिनु गइरहेको छु यसलाई के भन्छ अरे ग्यान्द्रोक सायद यो नाम तराईका व्यक्तिहरूले थाहा पाउनुहुन्छ होला पहाडको व्यक्तिहरूले थाहा पाउनुहुन्न होला यो एकदम लगभग 200-300 ग्रामको हाराहारीको वेट रहेको छ यसमा चाहिँ लिसो परेको चामल यानी कि बर्ने चामल भनिन्छ त्यसलाई मुछेर पानीमा यसरी पत्तामा बेरेर यसलाई उसिनेर यसका भित्र चाहिँ चीज खान सकिन्छ यो तराईमा जाडोको मौसम असाध्यै चल्छ एकदम राम्रो मानिन्छ यो विशेष गरेर तराई बस्ने बासिन्दाहरूको लागि चाहिँ एकदम राम्रो छ यदि यहाँहरु पनि यो खानु भएको छैन भने प्लिज कमेन्ट गर्नु होला म तपाईलाई डेलिभरी समेत गरिदिन तयार छु है त हस् त धन्यवाद।